हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल अनि सबैजनालाई गुड मर्निङ भन के गुड मर्निङ। आजको हाम्रो ब्लग चाहिँ 8:20 देखि सुरु भइरहेको छ अनि मेरो चाहिँ 8 बजे 20 मिनट गइसक्यो त। कपडा लन्जाम अब स्कुल जाने टाइम भएको छ कपडा लन्जाम गर्छ नानी। दाल भात पाइसकेको छ, अब अन्डा फ्राई गर्ने बाँकी छ। आज मेरो छोरीले चाहिँ जङ्क फुड नलाने रे के बोइल अन्डा लगाउने स्कुलमा। अब आमाको फेरि जाँगर बढी छ अनि अब चाहिँ हामी नानीको कपाल कोर्दिन जान्न छौँ। नानीको कपाल कोर्दिन जान्न छौँ अर्को रुममा के। हामी त अहिले किचनमा छौँ नि त, टिभी रुममा लिभिङ रुममा। कस्तो घाम आएको छ कि नानी यता, कस्तो गरम गाइस, कस्तो घाम आएको छ या बाहिर झ्यालदेखि भनौँ। ओ जुरा भेट्यो क्या हो, यो चाहिँ तोरीको तेल है साथीहरू। तोरी तेल लगाएर कपाल कालो भयो, तोरी तेल लगाएर कपाल कालो भो मेरो छोरीको। कस्तो नहल्लानु हल्लाको हो र तिमी आफै हल्लेको हो नि त। धेरै तेल नलगाऊँ है फेरि गरिबमा फेरि च्याप चुप होला फेरि मेरो छोरीलाई मम्मीलाई फेरि जुम्रा फेरि टलकेर भएर होला कि। ल ल सरी अब एकैचोटि कपाल कोरेर देखाऊँ है बाँडेर। ल साथी एकैचोटि कपाल कोरेर बाटेर देखाइदिन्छु ल। मेरो छोरीको चाहिँ कपाल पनि कोरी बाटी गरेर सके। जाऊ कपडा लगाउन, यता हेर त कपाल चाहिँ बाँड्ने कला चाहिँ यस्तै है मेरो, अरू त जान्दैन। सो साथीहरू म चाहिँ अहिले अन्डा फ्राई गर्दैछु। यहाँ प्यानमा मैले तेलहरू पनि राखिसकेको छु। के गर्ने हामीले आमा छोरीले भ्लग बनाउँदै थियो कि, अनि मैले चाहिँ उता लिभिङ रुमदेखि चाहिँ यता किचनमा ल्याउँदै थिएँ कि। मेरो त स्ट्यान्डै भाँचिएको त, यस्तै त केही छैन। अर्को एउटा सानो स्ट्यान्ड छ, त्यसले काम चलाउ भइहाल्छ। अब अन्डा चाहिँ अन्डा चाहिँ यस्तै बनिरहेको छ है अहिले चाहिँ। अब एकछिनमा चाहिँ फर्काउँछु। हाम्रो चाहिँ अन्डा पनि पाकिसक्यो। अब चाहिँ यो चिकन चाहिँ हिजो बेलुकाको हो। अब यो चिकन तताइदिन्छु अनि त्यसपछि केटाकेटीलाई खाना दिन्छु। स्कुल जाने पनि अब स्कुल जाने बेला पनि भइसक्यो त। दाल चाहिँ यस्तो भएको छ है, मसुर र अदरको दाल चाहिँ यसमा चाहिँ चामल मतलब भात छ यसमा चाहिँ। अब चाहिँ म यो तताएर केटाकेटीलाई दिन्छु। यो चाहिँ मेरो छोरी चाहिँ स्कुलमा अन्डा लग्ने अरे क्या, बोइल अन्डा। अरू नास्ता त बनाइदिनु भन्दै थियो कि, झाङ्गर ल्याएन कि त्यो बोइल अन्डा चाहिँ बानेर। एन्जल नुन लग्ने कि नै ल यो फोन पक्रिदिन आऊ त, म अन्डा यो प्याक गरिदिन्छु क्या। मेरो छोरीको नास्ता यही छैन, भोलितिर अरू के म के बनाइदिनु अन्त है।
नुन के बिरे नुन लाग्ने हो कि सादा बिरे नुन बिरे मिठो हुन्छ है यो भिडियोमा मात्रै हो नि अरू बेला गर्छ नाक खुम्चाउँछ अरू बेला चाहिँ हो कि नै नुन पनि त्यसैमा राखिदिन्छ है यो पेपरमा राखिदिन्छु राखिदिनु न त टिफिन नि टिफिन प्लास्टिकमा लग्ने प्लास्टिकमा लग्छु कि केमा लग्छु प्लास्टिकमा लग्छ यो त्यो के हुन्न क्या मैले यसमा ऱ्याप गरिसकेको छु त यो धेरै हुन्छ होला नि प्लास्टिकमा लग्छु म ओके छ यही रहेछ प्लास्टिक प्लास्टिकको खोज्ने चिजहरू पनि छैन गाइस राम्रोसँग हेर्नुहोस् राम्रोसँग हात मिची मिची धोइ खाने मिची मिची धोइ हात धुनु पर्यो नि सधैँभरि हेर्नुहोस् त गर्नु पर्यो त ल यो चाहिँ बिर्यानी यो चाहिँ 4 अन्डा प्लास्टिकमा जम्मै राखिदिनु त्यो पट्किरहेको छ उता गाइस त्यो चिकन तताइरहेको कि हिजो बेलुकाको एक दिनमा राख्नु हो पानी चाहिँ अलिक आएको नि यसरी चाहिँ यो मेरो ब्यागमा राख्न गएको छु ब्याग फेरि यसो सकाएर राख्ने के हो न क्यासी ब्याग चाहिँ यस्तो खोलिन्छ है त्यो मेरो पाउच यसो राख्नुपर्छ पाउच त कति राख्नु हुन्छ अब यो राखिदिन्छु अब यसलाई चेन लगाइदिन्छु गाइस एकछिन गाइस लगाइदिएँ मैले गराउनु पर्छ नि गाइस गाइस कति भनेको कि मेरो मुख पनि यस्तो हार्नु जस्तो गाइस धेरै भइरहेको छ है मम्मी आज के भएको लाग्यो लानुहोस् अरे के भएर चाहिँ छम छम नाच्यो गाइस बच्चा कपडा फेरेर सब रेडी भइदियो साथीहरू खाना चाहिँ रेडी भइसकेको छ छोराछोरीलाई छोरा चाहिँ अब रुममा छ अहिले एकछिन आउँछ म चाहिँ छोरीलाई खाना लगिदिँदैछु आज चाहिँ सेवा गर्नु पऱ्यो कि छोरीलाई हो कि नै बेजत गर्छिस् भ्लगको अगाडि मात्रै भन्छिस् अरू बेला के ल्याइदिएन र खाना खाऊ ल खाँदै गर है म दादालाई बोलाउँछु आज छोरालाई पनि स्पेसल छुट दिउँ न त रुममा गएर बोलाउँछु के हुँदैछ त्यो हिजो घुमाउनु नगरेर के हो र के नचाट्नु के नचाट्नु चाट्नुहोस् र के चाट्ने छिटो खाना खाना आइज यस्तो छ टेट क्लासको जिन्दगी हाम्रो घरको मुखिया बा पनि आउनुभयो है खाना खानलाई मेरो मुखिया त अब भाइ हुनुहुन्छ यो मुखियाको चाहिँ के हो यो मुखिया पछिको यो चाहिँ अर्को मुखिया के हो होस्टेल जाने जस्तो अनि सरले के भन्नुभएको थियो र होस्टेल बस्ने के भन्नुभएको थियो कि नै यिनीहरूको चाहिँ संसारको प्लान रहेछ कि प्लान अनुसार चल्ने अरे त यिनी त भनेर टेर्दैनन् मैले चाहिँ जेठ महिनादेखि जालास भनेको त एउटा खै के कौशल लागेको छ र शनिबारदेखि जान्छु भन्छ कि होस्टेल चाहिँ टेर्न पर्छ नि त मेरो छोरा के गर्छु पप्पो पप्पो म भाषा नै 5मा पढ्छु भन्न खोज्या हो ए 5मा पढ्छु
अलि मिठो सब्जी अलि मासु अलि चरचरी भुटेको भए त सक्थ्यो होला के हो डाइटमा छस् क्या आजकल धेरै भात खान सक्दैन र नाटक र नाटक चटक के फाल्ने नै मैले भन्दैछु सबै खा भात खान सक्दैन रे सुराइ छुटाउनु सक्दैनस् खेरा मर्नु लभ यु छुर्काउ लभ यु कसले खाले के हो यस्तो लोभी म्यासेज आउने ल खाँदै गर को हो मेरो गेट बाहिर आउने को हो यो को चोर हो चोर कि चोर्नी हो चोर्नी होस् कुन ताला पो लगाइदियो चाबी दिइसक्छु त आउनुहोस् हजुर बहिनी लिन आएको यो चाहिँ मेरो साइली दिदीको छोरी हो हेलो गर्न भग्नु बनाउनु भएन भाग्यम बेस ब्लग त हो नि हेलो गर्दै हेलो हेलो बाई तोरी तेल लगाएर कपाल कालो भयो को मुखिया बाले त खाना सक्दैन भन्नुभएको थियो कुनै अहिले त कुन रे के मलाई भने कतातिर गयो त यहाँको खाना कसले चोर्यो खाना सक्दैन भन्दै त कसले त लबी मेसेज आउने बित्तिकै के हो त अनि खाना छिरिहाल्यो क्या हो के हो के हेल्पबुक कहिले किन्नुहुन्छ हेल्पबुक पैसा छैन के गरिब भएको छौँ त हामी हेर्न हेल्पबुक किन्नु भन्नुभयो म्यामले हो र गरिब छौँ त नि के हो गरिब छौँ नि एन्जी गरिब छौँ के हामी के नै गर्न ल जाने बेला भयो यता यी गर त्यो तित देखा ब्रस गरेपछि नि यो 6 क्लासमा पढेर पनि ब्रस नगर्ने ओ त आइज त देखा यो दाँत देखाउनु पर्छ भनेर भागेपछि कि यो चाहिँ यो चाहिँ मेरो ब्याग है साथीहरू मेरो लुङ्गी निकाल्ने हिम्मत हुनु पऱ्यो नि ल जाऊ छिटो नानी पानी लगिस् नाटक र ना त्यो के कन्या त फेरि ल जाऊ ल बाई बाई एन्जी ए राम्रोसँग जाऊ है त्यो गेट लगाइदियो आउँछ मेरो छोरालाई टिफिन दिनु पर्यो टिफिन क्यामेरा हलिरहेको छ साथीहरू हेरी चाहिँ के रे पैसा दिनु के कति 50 रुपियाँ दिनु के भनिस् यति धेरै पैसा माग्छस् माई गड छैन ल पैसा 30 रुपियाँ दिन्छु 50को नास्ता अलि रिस नउठाए 30 रुपियाँ दिन्छु सादा पैसा दिनु मुजाहरू किन्नु जानुपर्छ मुजा के भएको पैसा यही हो अब जे किन्न मन छ किनेस् यही हो भएको पैसा उधारो माग्नु र त्यो छोमीसँग उधारो माग्छ नि लाज मौनु अनि सामानहरू नकिन्ने के किन्नु पर्यो कुन मोजा भन्नु त स्कुलको मजा स्कुलको निलो मोजा त छ 2 जोर बल्किने एउटा लगानी छोरालाई आज बाई बाई गर्नु पर्यो कि अरू बेला गर्दैन भिडियोमा चाहिँ अलिक गरे जस्तो गर्नु पर्यो त ल जाए ल बाई 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 त्यो गेट लगाएर गएछ राम्रोसँग ल केटाकेटी स्कुल गइसकेँ अब मैले चाहिँ खाना लगाएको खाना अब केटाकेटीसँग कहिलेकाहीँ सँगै पनि खाइन्छ अनि कहिलेकाहीँ ढिलो भएको बेला चाहिँ केटालाई छिटो खुवाएर पठाइदिन्छु अनि त्यसपछि नानी बाबुलाई पठाएर चाहिँ म खान्छु मेरो चाहिँ यही है खाना आजको चाहिँ
मैले चाहिँ खाना खाएर पनि भइसकेँ अब चाहिँ यहाँ जुठो भाँडा छ जुठो भाँडाहरू धुन्छु अनि किचन त पुरै फोहोर भएको छ कि अनि किचनहरू पनि सफा गर्छु अनि त्यसपछि एकछिनपछि भेटौँला फाइनली भाँडा पनि धोएर भ्याइसकेँ अनि यतातिर किचनहरू चुल्हाहरू पनि सफा गरिसकेँ अब एकछिनपछि भेटौँला सो हेलो साथीहरू देख्न सक्नुहुन्छ हाम्रो ब्ल्याक कफी र अनि यो चाहिँ पकवान मैले चिज मिसाइदिएको छु कि अस्ति मिठो हुन्छ दिउँसो सब कामसाम भ्याएर चाहिँ नुहाइ धुवाइ गरेँ अनि त्यसपछि अनि कफी अनि पकवान बनाएर खाइरहेको छु त्यही केटाकेटीहरू देखिसक्नु बाला केटाकेटी स्कुल गइसके अब तिनीहरू लगभग 1.5-2 घन्टामा आउँछन् होला नानी बाबुहरू चाहिँ म चाहिँ खाँदैछु आउनुभयो रानी साहेब आइने घन्टी लगानी त्यहाँ के रे घन्टी घन्टी हेलबुक किन्न छ के घन्टी घन्टी टिङ टङ किन लगाउने घन्टी के को घन्टी भन्छ यसले मेरो छोरी चाहिँ आइपुगे स्कुलदेखि के गराइदिने नास्ता फ्राइड राइस आमा जाने मसिरे किन नास्ता नखाने खाने हो त्यो फ्राइड राइस बनाइदिन्छु चना मिसाइदिन्छु है कति जाऊ त टेगम टेगम लाग्छ के रे करेन्ट चाउच हो आयो हैरायो रिस आइदिएर करेन्ट चाउच नै मैले त्यो बनाइदिन्छु है फ्राइड राइस बनाइदिन्छु ओ यो मङ्की किङ यो मङ्की किङ इन्जिन आयो जाऊ कपडा चेन्ज गर्नु जाऊ नि एकछिन कपडा चेन्ज गरेर हात धो छिटो अनि फ्राइड राइस बनाइदिन्छु ब्याग नानी ब्याग उता राख त्यही त ब्याग उता राख न त जान्ने के होइन त्यो गर्ने हो कि हेर्दै सो हाम्रो छोरीको चाहिँ फ्राइड राइस बनिसक्यो उसलाई चाहिँ बेसार राखेको खासै मन पर्दैन त्यो हल्का मात्रै बेसार राख्दैछु ल यता बसेर खा चना राखे पनि राम्रो हुन्छ त अनि सादा सिम्पल मेरो छोरीले नास्ता पनि खाइसक्यो अब चाहिँ हामी भिडियोको अन्तिममा आइसकेका छौँ के भन्न चाहनुहुन्छ एलेक्साजी के भन्ने हेर हाम्रो युट्युब च्यानललाई के भन्नु लाइक कमेन्ट गरिदिनुहोस् अनि सब्सक्राइब पनि गरिदिनुहोस् उल्टोदेखि सुल्टो भने कि सुल्टोदेखि उल्टो भने कि ल टाटा बाई 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 गर खान्ची फेरि अहिले